तपाईँले लेखमा छ नि लेखमा यसो गर्नु यसो गर्दाखेरि यो माथि ल्याउने होइन कि यहाँ बिचबाट आगो आउन सक्छ यस्तो गरेर के गरिदिएपछि तपाईँले कल गरिदिएपछि यो सजिलै यसरी निभाउन सकिन्छ है नियन्त्रण गर्न सकिन्छ अनि सकिन्छ सकिन्छ नि सकिन्छ सबभन्दा पहिला त हामीले यो रेगुलेटर अफ गर्नु सकिन्छ कि सकिन्छ त्यो हेर्नु तर साँच्चै आग लाग्यो भने यसरी हिँड्ने होइन यो रेगुलेटर सबभन्दा पहिला आगो किन्ने यो रेगुलेटर तपाईँले अन अफै गर्न सक्नुहुन्छ सक्यो भने चाहिँ सबभन्दा पहिला त अन अफै गर्नु आधी हाल्नु नि भर्टी बल्न थाल्यो भने वारर बाल्नु पर्यो वारर देखाएर आइसक्यो कि यो बल्न पानी बजाइ देखाउँदै छैन पानी बजाइ देखाउँछ पानी बज्छ सर अब यसरी मलाई सिकिसको कुरा गर्दैन पहिला सिकिसको कुरा गर्दैन अनि पहिला हामी पछिमा चाहिँ उले गरौँ क्या अघिसम्म मैले तपाईँहरूलाई चाहिँ नि आगो बल्यो भने हामीसँग घरमै भएको सोर्स साधनले जस्तै ब्ल्याङ्केटहरू सन्नाहरू सबैको घरमा हुन्छ नि कटाएर आउँछ आगो निभाउनु अब के गर्ने तपाईँहरूसँग बहना त उ हाले यो सिलिन्डरलाई भन्छौँ हामी डिसिपी अग्निशामक यन्त्र भन्छौँ यसमा भएको भित्रको पाउडरलाई हामी डिसिपी पाउडर भन्छौँ यहाँ एबिसी पाउडर भने पनि डिसिपी पाउडर भने पनि यही हो यो कसरी प्रयोग गर्ने यसले कुन कुन प्रकारको आगोलाई निभाउन सकिन्छ त्यो भन्दैछु है यसले सबभन्दा पहिला त हामीले करेन्टमा अब बिजुलीको तारहरूमा आग लागि भयो भने यसले करेन्ट ननिभाइकनै पनि हामीले नियन्त्रण गर्न सक्छौँ दोस्रो तेलहरूमा ग्यासहरूमा पनि यसको प्रयोगले हामी सजिलै निभाउन सक्छौँ यसको प्रयोग गर्नलाई सबभन्दा पहिला यसमा सिल हुन्छ यतिकै जति थिचे पनि ग्यास बाहिर आउँदैन सबभन्दा पहिला त के गर्नु पर्यो यो जुन यो सिल निकाल्नु पर्यो सिल निकाल्नलाई कहिलेकाहीँ यो गाह्रो हुन्छ नआउन सक्छ नआएको अवस्थामा हामीले यो घुमाउने यो समाउनु छ नि यसरी घुमाइदिएपछि चुल्यो अनि त्यसपछि यो निकाल्ने अनि यो लक पनि हुन्छ कुनैमा हुँदैन है अनि त्यसपछि यो बोक्ने बेला हामीले जहिले पनि तलबाट हात राख्ने किनकि माथिबाट यो थिच्ने बित्तिकै बाहिर आउँछ यो ग्यास अनि यो समातेर टार्गेट गर्ने कहाँ आगो बलिरहेछ हामीले त्यो हेर्नु पर्यो अनि आगो सुरु कहाँबाट भएको छ कहाँबाट आगो सुरु भएको छ त्यही चाहिँ टार्गेट गर्नुपर्छ जस्तै आगो बलेर माथि गइरहेछ त्यो ज्वालामा मात्र हाल्न थाल्यो भने यसले कुनै पनि काम गर्दैन यो बेसबाटै जहाँबाट आगो सुरु भएको छ बल्न सुरु गरेको छ त्यही ठाउँमा टार्गेट गर्ने यो युज गर्दाखेरि हामी धेरै अगाडि जानुपर्छ भन्ने छैन 1-2 मिटरको दूरीबाट मजाले हामीले नियन्त्रण गर्न सक्छौँ तर हामीले एउटा कुरा के ध्यान दिनु पर्यो भने हावाको बहावलाई हेर्नु पर्यो आगो आफै यतापट्टि आइरहेको छ भने यहीँ गएर हान्नु भएन आफूलाई असर गर्छ आगोको विपरीत साइडमा बसेर हामीले प्रयोग गर्नुपर्छ डिसिपी पाउडर है यो कसरी प्रयोग गर्न थाहा भयो नि तपाईँलाई नै गर्नु भएको है ल सर यो पालिन्छ तपाईँले फालिनु ल सुरुमा यसरी हामीले त्यो छोपेर गर्नुहुन्छ तेलहरूमा बनाएको छ भने यसरी ब्ल्याङ्केटले पनि हामीले छोपेर निभाउन सक्छौँ है त्यो डबल गरेर गर्नु त्यति मात्र गरेर हावा जान नदिने हो भने मजाले नियन्त्रण गर्न सक्छौँ तर त्यो प्रयोग गर्नेमा यसो गरेर आफूकातिर टान्नु भएन किनकि आगो आफूमा आउँछ है अब यति चाहिँ हामी सबैले गर्न सक्छौँ नि अब यो डिसिपीको प्रयोग कसरी गर्ने अब तपाईँहरू गर्नुहोस् है ल पालौँ फेरि अर्को तेल हाल्नु प्राथमिक उपचार है यो डिसिपीको प्रयोगले पनि सानो आगो जुन सुरुवाती आगो छ नि त्यसलाई मात्र नियन्त्रण गर्न सक्छौँ हामी ठुल्ठुलो आगोमा नियन्त्रण हुँदैन हामीले आज जति पनि सिकाइरहेका छौँ तपाईँहरूलाई सबै यो प्राथमिक उपचार मात्र है प्राथमिक उपायहरू मात्र सिकाउँदैछौँ तपाईँहरूलाई अब आउनुहोस् कोही एकचोटि डिसिपी म्याडम गइदिनु जानु हजुर गइदिनु जानु
ठुलो आउँछ यता किन हाल्नु चाहिँ? किनकि यसको प्रयोग धेरै ठुलो आउँछ है